नुन छोको जानु भित्र कान्छाउला ठाका ठाका छोआ के यता भित्र आइज न त्यसैले छोआइदिने हो के एउटा भयो के अनि त अब खाना छोको है बजेको आज 13 दिन हुन्थ्यो छोरा बुहारीहरु भयो उता कपडा फेर्ने हो सिरान दिदी हाम्रो बाबुले अनि चाइ खेला गर्यो दाजुभाइ हैनस् त छुने कार्यक्रम हुँदैछ है दाजुभाइहरू सबै नलामीलाई बिरे चल 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 ए छोटो पहिला गर्ने केटीलाई टिका लगाइदिनु के एकछिन पैसा पैसा यहाँ नै नानी बाहिर जा हो त्यो दिन त्यही दिन उ दे उ लाइसक्यो भान्जीलाई दे नमस्ते गर खै नमस्ते गरेको नमस्ते गर्नु यहाँ लगाइदिनु नलाएर नि यहाँ टिकको मात्र लगाइदिनु ला ल भयो ल मलाई नि ल दिपा छोड गर्नु मलाई नि हो ल दिपाको भाग राख्दै भयो अहिले दिपाको भाग राख्दै अहिले ठिक लाग्यो अहिले आउँछ के त्यसो भए खाना खाने ओके ल चल दाजुभाइ त निक्ल ओ यहाँ लामी उता बस्नु एकजना कोही आयो दिनु हुन्छ के पैसा भाग लगाइदिनु हो ल आउ लगाउ त लगाउ कहाँ हो बस्ने त्यसमा अगाडि लगाइदिन्छु यता यो कोठामा पूजा गर्थ्यो खाना ल आत्तिए छन् आज बोल्नु 13 दिनमा खाना पाएर पाहाडतिर नि आउनु भएको पाहाडतिरबाट बचेर आएको झर्छ पनि यसको त बजाइ नमस्ते बजाइ कति राम्रो भयो नमस्ते निन नमस्ते नमस्ते सन्चै हुन्छ नमस्ते बजाइ नमस्ते बुझाइ म त आउनु भएन चिने जस्ती गरिहाल्छ के नचिन्ने र अहिले बुढी हुचुट्नै पर्छ र चिन्ने जस्तो गर्यो र जी नमस्ते पार्टीहरू त नि यता यहाँ खाना सिस्टम छ ए फोटो उता गरेर खिच म त चल्दी छ नि आज हो र त के घर जाने होस् जिपा कहाँ एउटा सिट खाली गरे गाङनाङको सिधा हो कहाँ यही आहा नि ऊ गाङनाङको मान्छे देख्नु भएन ए त्यो बजेको उतातिरको के अरे के भन्छ त्यता पारि भेगलाई सिउडी होइन ढाडो बजेको मान्छे भाइ दाइहरू होला काम हान्ने हैन त जा खा अब हुन्छ बस्नु के त अगाडि अलि बन्दा भएन हाम्रो घर गयो कि के हो सबै निनीहरू कता गयो त्यसो भए हाम्रो घर ए है त
मैले चाबी लाछु त्यहाँ रोकमा आए रोक चाबी यता त त्यही छ झ्यालमा हेर झ्यालमा हजुर होइन मलाई पचाल्न यही होला नि आइज न बोजू नमस्ते कति बेला आउनुभएको लेखाउँदै रहेछ अझै यही हुनुहुन्छ छोरी यताको लेख्नु पर्यो न खै दिदी भेनाहरू आऊ न यार दिदी भेना यता बाहिर छ जोइ जोइ ओइ ओ म एउटा भेना कता छ छिरिङे सिंगा गिलास थियो नि मैले नि कुरेको के यो त दाजुभाइले छुनी मात्र हो के घरमा आस्तो एउटा थालमा खान